सो हेलो गाइज नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू ब्लग्स। अनि आज फेरि नयाँ ब्लग लिएर तपाईँहरू माझ आइसकेको छौँ। सो देख्न सक्नुहुनेछ बाइक चाहिँ मैले खतरा बनाएको छ है। यो तलका सब खोलेर फ्याल्दैछ, अब जोगाउनु पर्ने। सो अब फेरि आज चाहिँ भयो भने ड्रोन सटहरू खतरा ल्याउने छु। आज चाहिँ कुदाउनु पर्ने हुन्छ तोडी। सो त्यही नै हो, हेर्दै जाउँ के हुन्छ। आजको ब्लग चाहिँ खतरै हुने चाहिँ। सो हेर खतरा ड्रोन सटहरू पनि हालेर अनि बवाल रमाइलो गर्नुपर्ने हुन्छ दाजुभाइहरू। सो त्यही नै हो, उडाऊ भाइ उडाऊ बाइक उडाऊ अरे नि त। अझै त त्यता मार्छ ल अहिले मलाई बाटो छेकेर, कस्तो कुदाएको तैँले भनेर क्या त। सो यो गाउँमा त मलाई छिटो कुदाउनु त मन लाग्दैन, मार्छ ल बाटो छेकेर। के गरेको भन्छन् कि बुढोहरू। यहाँ जङ्गे जाँदैन, जङ्गे मार्छन् ल अहिले त्यसरी हुइँ उडायो भने त बुढोहरूले नति भनेर क्याउ त। आँट्न त तिमीले आँटेछौ म। ओहो मजा आयो रे साला। उइली उडाउँदा एउटा ला मिस पो गरे त बाइक। लास्टै खतरा उठ्दो मामा के हो यो पावर चाहिँ। तर यो ठिकै छ होइन, बिग्रिन्छ होला मेरो बाइक त्यसरी उइली हान्यो भने चाहिँ। नहानु बेला माया गर्नुपर्छ। लास्ट एउटा यो विली हान्ने तरिका चाहिँ। तर माछालाई यो बाइकमा राम्रो नजाँदो रहेछ नि त। एनएसहरूमा त खतरा जान्थ्यो नि त गाइज। सबै हुसेलाएर डेन्जर भएछ मामफुली। के हो यो। सो देख्न सक्नुहुनेछ अहिले चाहिँ यहाँ आइपुगिसके है। बाइक त यस्तो झड्केन त। रावहरू सो कहिले काहीँ चाहिँ हान्छ है म पनि विली चाहिँ। तर सो त्यही नि हो, हेर्दै जाउँ के हुन्छ। सो गुगल पोइन्टको यात्रा त झ्याप्प छ क्या हो। हुस्सुमा त के जानु हो, रमाइलो बनाउँदै नि हो। यस्तो चिसो मौसममा मजाले बाइक रन गर्नु यस्तो मजा आइरहेछ नि। मेरो क्लच प्लेट फेरि गयो भनेर आश चाहिँ छ गाडा हो होइन। बवाल ल यो त गाडी त पिच गरिसकेछ यार, मिठो पिच गरेछ नि त। ला अति नै खतरा आउने पऱ्यो। अब यहाँको ड्रोन सर्ट चाहिँ हेरौँ है त केटा। सो मैले ड्रोन चाहिँ यहाँ रेडी गरिसकेको छ अनि त्यो पारिको होटल लाइन खिच्नुको लागि। सो आज चाहिँ खतरा टिकटकमा सर्ट्स आउनेछ, हेरिदिनु होला सबैजनाले। पराको यो चाहिँ के हो थाहा छैन मलाई। फेरि हो यही गाउँको हुनु त अलिक परतिरको होइन। सो यस्तो चेत्ला बुत्ला भएर हिँडिरहेको हुन्छ म चाहिँ गाउँघरतिर। त्यस्तो खासै खतरा भएर हिँड्दिनँ, जे जस्तो भए पनि पराको सर्ट चाहिँ खतरै आउनेछ। सो हेरिदिनु होला।
सो फाइनली गाइज अहिले चाहिँ म यो ठाउँमा बसेर यो पारीको भित्ताको घरहरूको ड्रोन सर्ट चाहिँ खतरा लिइसकेर अब चाहिँ म निस्किन लाग्छु। सो फुल भिडियो चाहिँ युट्युबमा हेरिदिनु होला। सो सानो भिडियो चाहिँ म टिकटकमा राख्नेछु, सबैजनाले चेकआउट गर्न नबिर्सिनु होला। सो त्यही नै हो। अब चाहिँ म गुगल पोइन्ट जान्छु होला गाइज। सो हेर्दै जाउँ है त। यो दाइलाई सोधौँ, यताबाट गुगल पोइन्ट जाने बाटो छ त? यताबाट छैन है? ओके, बाइक पुग्दैन है? ए उग्रेको होला है त्यता। हुन्छ दा। सो अब चाहिँ म त्यो चाहिँ गुगल पोइन्टमा उडाउँ भनेको के, अनि त्यस पछाडि चाहिँ घरमा भिडियो सिडियो एडिट हान्नु पऱ्यो भनेको। सो त्यही नि हो गाइज, अब के गर्नु र, ठिकै छ, यस्तै छ गाउँघर है। सो यत्तिकै कन्ट्रोलिङ हान्दिउँ। ल्या म्याम फुली बरु भक्कै नालीमा पस्यो भने चाहिँ खुन पछ्य हुन्छ दाजुभाइहरू। तर धेरै नाटक पनि नपारौँ भन्दैछ। ल ल ल ल ल ल मादर चिउद्रे 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 चिउद्रे। फाइनली अब चाहिँ जानुपर्ने हुन्छ। उता धजे डाँडा निकालेर आउनु चाहिँ सही हुनेछ क्या। सो हेर्दै जाउँ, एक दिन चाहिँ म कोसिस चाहिँ गर्छु। पानी आयो दाजुभाइहरू, पानी आयो, के गरौँ, रुनु न हाँस्नु बनाउँछ क्या यसरी पानी आएपछि चाहिँ। खिच्चा भन्छ नि क्या उता। सो माथि गुगल पोइन्टमा त मजाले भिजाउँछ मलाई, ओढ्ने न ओछ्याउने होइन, केही पनि छैन, दिगदार रमाइलो भन्दै ठिकै छ, केही पनि छैन होइन। अब पेडल हेलेर चाहिँ म उकालो चढौँ भनेको त साला मान्छे याद गरेर मात्रै चढ्छु है गाइज। म चाहिँ अस्ति पनि डरले थरर कामेर आइपुगेको छु कि, चट्टा त्यहाँ को गयो भनेर निकै याद गर्ने। मान्छे धेरै गएको छ भने चाहिँ सजिलो हुन्छ नि त, अनि चट्टा जाने हो क्या। सोलो त भन्दा नि म झुल्काउने र डरले कसम भन्देको। अस्ति पनि सोलो गइदिएको कि आमा माथि पुग्दा चाहिँ पसिनै पसिना भएको थियो, अगाडि र पछाडि हेर्दा डरले क्या त। त्यस्तो डर लाग्छ क्या मलाई चाहिँ, त्यही भएर म एक्लै हिँड्नु डर लाग्छ, हिँड्दिनँ। अनि सोलो चाहिँ हिँड्दिनँ। अनि त्यही हो, डबल भयो भने चाहिँ सेटिस हुन्छ क्या हो। किन भन्दाखेरि अब त्यो बाइक फस्यो भने पनि ठेल्ने कुरा हुन्छ नि त। अस्ति पनि साला यो बाइक चाहिँ एउटा ढुङ्गा चेपमा फस्थ्यो कि, आमा त्यो केटा र केटीको छेउमा कला देखाएर लैजाउँ भनेको त सानो अबर परिन नि मान्छेको छेउमा के गर्ने हो। लास्टमा बल्ल त्यही केटाले ठेलेर निकाल्दियो नि। कम्ती इज्जत गयो मेरो, 50-60 रुपियाँको गयो इज्जत भन्छ अरे नि दाजु। सो त्यही नि हो, ठिकै छ गाइज, हेर्दै जाउँ। सो एउटा दामी हुइली हान्ने बाइक ल्याउनु मन लागिरहेको क्या मलाई। यो चाहिँ हुइली हान्नै मजा आएन क्या। किन भन्नुहुन्छ भने चाहिँ अब हुइली उडाउँदा चाहिँ मजा अर्कै हुन्छ नि त। तर यसले चाहिँ म हुइली उडाउनु सकिरहेको छैन, 150 सेगमेन्टमा भएर होला। तर म छेडिन्जेल हान्छु कुन दिन चाहिँ। म्याम भोलि कुन दिन चाहिँ म बाटै बाटो गएर एक दिन चाहिँ साला अजिङ्गर निस्क्यो भने भ्याग्नु भ्याउँदैन यार यहाँनिर। के हो यो, ओइ छन्बा। वाउ टेन्सन रमाइलो। बिस्तारी बिस्तारी जाउँ। ए खुट्टा चाहिँ नटेकी जाउँ भनेको त साला। ए खुट्टा चाहिँ नटेकी जाउँ भनेको, टेन्सन रमाइलो बनाउँछ कि क्या हो। बाटो त सानो खल्टा र खुल्टी छैन, तर हेर्नु नै 1 नम्बरमै राखेको छु बाइक चाहिँ। 1 नम्बरमा पनि सुल्किराख च्याम 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 च्याम। उसले न सर्न ल्याउँछ भन्छ, घसेर ल्याउँछ पनि केटाहरूले। सलमानको भाइ दलमनहरू छ कि फेरि साथीहरू पनि ल्याउँछ। आफूले अप्ठ्यारो चाहिँ अप्ठ्यारो। ए झाँठा झन्डै नानीमा गयो मुयो हेर्नुहोस् त। सो त्यही हो, आधी बिच पनि आइएको छैन। यहाँसम्म चाहिँ खुट्टा नटेकी ल्याउँ भनेको चाहिँ 2 ताल 3 ताल त टेकिहाल्यो है। आवाज मजा आयो भने भन्दा झाँठा यस्तोमा लडियो भने चाहिँ फेरि टेन्सन उठाउने मान्छे पनि हुँदैन, साथी पनि हो, बिजोग रमाइलो। तर यो आपाची आरटिआर चाहिँ खतरा हो क्या भन्थ्यो केटाहरूले। ला म्याम पनि ला ओइ जाठा चिप्लिहाल्ने क्या यो बाइक त। टेन्सन चिप्लिन्छ है। सोलो चाहिँ तान्नु चाहिँ हरङरङ तानिरहेको हुन्छ कि, तर चिप्लेर चाहिँ कामै नदिने भइरहेको हुन्छ कि, त्यही दुःख लाग्छ। मेरो त आयो सलङलङ कुद्दो रहेछ मामफुली। टेन्सन कुद्दो रहेछ यार, डेन्जर तान्दो रहेछ यार।
दुईहरू लगाइराखेको छु क्या म 2-3 ला 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 गयो त गुच्चु चु 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 सो फाइनली माथि घाम लागेको रहेछ क्या रे यतिको चाहिँ हुनु पर्यो नि त पछाडिको टायल चाहिँ नाच्दै नाच्दै आइरह पुरा बियरिङहरू जान्छ होला जस्तो लाग्दैछ मलाई आउनु चाहिँ आइयो कि यो बाइक चाहिँ लास्टै मिठो तरिकाले अझै मेरो त मिस गरिरह तर अरू हुनु भने चाहिँ दामी आउने रहेछ मिसहरू नगर्ने होइन गोक्तेङ गएर कुद्ने हो भने चाहिँ डबल पावर पिकअप हुन्थ्यो क्या खोइ भुँडी दुख्यो भोक लाग्यो केही पनि ल्याइन खानेकुरा केलाई मागेर खाने हो र होइन म क्या हो यो ओ केटा के छ खबर आमाम सबै आमा पो रहेछ त ए मामफुलीहरू सो बाख्रा र म मात्रै भइयो क्या हो गर्लफ्रेन्ड रमाइलो गर्ने भन्ने पनि आमा यतिको चाहिँ हुनु पऱ्यो नि त है सो फाइनली मैले चाहिँ ड्रोन झिकेर रेडी मात्र गरेको छ्यापा हुसे लाग्यो क्या माथि कस्तो दुःख लाग्यो भने नि कस्तो दुःख लाग्यो नि सो ड्रोन रेडी भइरहेछ यता पनि रेडी भइरहेछ होइन सो छ्याप्पा हुसेलाई सो एकछिन चाहिँ पर्खिन्छ अनि दामी हान्छु ल सो यहाँ पर त्यो चिलको रुख चाहिँ क्या बबाल देख्दिने कि त्यो रुखमा चाहिँ चिल बसेको बनाएको छ कि स्ट्याचु चाहिँ अनि यहाँ माथि चाहिँ गुगल पोइन्ट लेखेको छ सो म चाहिँ यहाँ तल बसेर चाहिँ भ्लगिङ गरिरहेको छु सो केही छैन हेर्दै बसौँ एकछिन चाहिँ खुल चाहिँ नै होला भन्ने आश राखेको छु मैले चाहिँ सो त्यस्तो खुलेर आयो यतापट्टि पनि खुलेर आयो सो अब चाहिँ ड्रोन सट हान्नुपर्ने हुन्छ च्यातर